हेलो नमस्कार म हरिशरण पौडेल र तपाईँहरूले हेर्दै हुनुहुन्छ तपाईँहरूको आफ्नै च्यानल अल इन वान नलेज एसएसपिएस र म आज तपाईँहरूलाई के देखाउन गइरहेको छु खै मलाई पनि विश्वास छैन मलाई विश्वास नभए तापनि मैले देखाउनै पर्ने हुन्छ त्यो खै कति मानिसहरू थिए जनसमूह थिएन जनसागर थियो त्यो हेर्दै जानुहोस् म तपाईँहरूलाई देखाउन नै छु तीन कुने बाटो राजाको स्वागत गर्न जानेको भिड थियो सिनामङ्गल चोकदेखि नेपालको राष्ट्रिय झण्डा फरफराएर राजा आऊ देश बचाउको नारा सुन्न सकिन्थ्यो। एयरपोर्ट गेट पुग्दा खुट्टा हाल्ने ठाउँ हामीले पाइयो। कुनै विशेष जातिका मात्र त्यहाँ थिएन। तर अचम्मको कुरा त्यहाँ पुरै नेपालबाट आएका पनि थिएनन्। त्यहाँ जो थिए उपत्यकामै बस्ने व्यक्तिहरू थिए, चाहे ललितपुरका थिए होलान्, भक्तपुरका थिए होलान्, काठमाडौँका थिए होलान् र यही बसिरहेका अरू कुनै जिल्लाका थिए होलान्। तर बस गरेर, रिजर्भ गरेर, ट्याक्सी गरेर अथवा केही गरेर काठमाडौँबाट, नारायणगञ्जबाट, पोखराबाट, नारायणगञ्जबाट या अन्यन्त्र ठाउँबाट आएका मानिसहरू यहाँ थिएनन्। यहाँ जो थिए ती काठमाडौँमै बसेका, चाहे भाडामा बसुन्, चाहे घर बनाएर बसुन्, चाहे जसरी बसेका हुन्, ती बसेका नै व्यक्तिहरू थिए। त्यो एउटा समुद्र जस्तो थियो, एउटा नदी जस्तो थिएन, एउटा खोला जस्तो थिएन, एउटा समुद्रको जस्तो बेग छ त्यस्तै बेगमा मानिसहरूलाई हामीले आज देख्न पायौँ। त्यसलाई भनिन्छ जनसागर। साथीहरू, सिनामङ्गल चोकदेखि नेपालको राष्ट्रिय झण्डा फरफराएर राजा आऊ देश बचाउको नारा सुन्न सकिन्छ। जसले पनि उसको मुखमा एउटै कुरा निस्किन्थ्यो, राजा आऊ देश बचाऊ, राजा आऊ नारायणडीमा तिम्रो राजगद्दी खाली छ, त्यो राजगद्दीमा गएर बस। यस्ता यस्ता नाराहरू त्यहाँ थिए। कुनै विशेष जातिका बाहुन मात्रै थिए, छेत्री मात्रै थिए, ठकुरी मात्रै थिए या नेवार मात्र थिए, यस्तो थिएन। त्यहाँ गुरुङ पनि थिए, त्यहाँ मगर पनि थिए, त्यहाँ राई पनि थिए, त्यहाँ लिम्बू पनि थिए, त्यहाँ दलित पनि थिए, त्यहाँ मधेसी पनि थिए, त्यहाँ पहाडे, भोटे, बाहुन, छेत्री सम्पूर्णले प्रतिनिधित्व गरेका थिए। एउटा अचम्मको कुरा के छ त भन्दा हिन्दू राष्ट्र भनेर नारा लगाउनेमा कैयौँ मुसलमानहरू पनि मैले देखेँ। हुन त प्रायः जसो धेरै मुसलमानहरू पहाडी मुसलमानहरू थिए, उनले हिन्दू राष्ट्रको पक्षमा वकालत गरेको मैले देखेँ भने तराईका मुसलमानहरूलाई थोरै मात्रामा मैले देखेँ। तर तराईका हिन्दूहरूले चाहिँ हिन्दू राष्ट्रको निमित्त आवाज बुलन्द गरेको त्यहाँ देख्न मिल्यो। एउटा अचम्मको कुरा त के हो भन्दा मुसलमानहरूले हिन्दू राष्ट्रको पक्षमा हामीले वकालत गरेको देखियो। यो आज किन त यसो भइरहेको छ? किन त राजालाई राजा आऊ देश बचाऊ, राजा आऊ देश बचाऊ भनिरहेका छन्? मैले चाहिँ के अनुमान लगाएँ भने मानिसलाई विशेष सबभन्दा पहिला मानिसलाई एउटा कुराको आवश्यकता पर्छ र त्यो हो राष्ट्रियता। त्यो राष्ट्रियता पछि के आउँछ त भन्दा धर्म, संस्कार र संस्कृति। पहिला म नेपाली हुँ, पहिला म नेपाली भन्ने राष्ट्रियता आयो। त्यो राष्ट्रियता पछि के आयो त भन्दा मेरो धर्म आयो, मेरो संस्कृति आयो, मेरो सभ्यता आयो, मेरो संस्कार आयो। जब मेरो धर्म, संस्कार, संस्कृति नै छैन भने फेरि राष्ट्रलाई भन्छ। मेरो राष्ट्र सबभन्दा मेन मेरो राष्ट्र हो। यो राष्ट्र भएपछि म मेरो संस्कृतिलाई, मेरो धर्मलाई, मेरो संस्कारलाई मैले जीवन्त राख्न सक्छु। मेरो राष्ट्र नै भएन भने मैले मेरो यो संस्कार संस्कृतिलाई जीवन्त राख्न सक्दिनँ भन्ने कुराले गर्दा राष्ट्रियता पहिला र त्यसपछि धर्म, संस्कार, संस्कृति र परम्परा दोस्रो। र तेस्रो नम्बरमा के आयो त कुरा भन्दा तेस्रो नम्बरमा हो आवश्यकताका कुराहरू, जस्तै पानी चाहियो, बिजुली चाहियो, स्वास्थ्य चाहियो, शिक्षा चाहियो, यी इत्यादि कुराहरू। तसर्थ जब नेपालमा 2047 सालपछि बहुदल आयो, त्यो बहुदलमा चाहिँ के भयो त भन्दा हाम्रा जनता भनिएन, हाम्रा जनता भनेको भए यो समस्या आउँदैन थियो, राजा निष्क्रिय भएर जान्थ्यो। तर के भयो त भन्दा म काङ्ग्रेसका कार्यकर्ता, एमालेका कार्यकर्ता, काङ्ग्रेस र एमालेकै जुवारी चल्यो। कहिलेसम्म चल्यो? आजसम्म पनि चलिरहेको छ। र अर्को विशेषता के थियो त भन्नु होला भने
नेताहरू झुट बोल्नुको कारण कैयौँ झुटहरू नेताहरूले बोलेका छन्। सबभन्दा धेरै झुट बोल्ने नेतामा आज पनि मैले सुने, गुनगुन गरेको सुने, केपी शर्मा ओलीज्यू, हालका प्रधानमन्त्रीज्यू हुनुहुन्छ। उहाँले सबैभन्दा धेरै झुट बोल्नुभएको छ। रघुजी पन्त सबभन्दा धेरै झुट बोल्ने नेताहरू मध्येमा र युवा नेता भनेका योगेश भट्टराई सबभन्दा धेरै झुट बोल्ने नेताहरू। त्यस कारणले यस्ता झुट बोल्ने नेताहरूसँग हामीले सम्बन्ध राख्नु, जनताले जनस्तरको सम्बन्ध राख्नु, राजनीतिक नेताहरूसँग सम्बन्ध राख्नु उचित हुँदैन। त्योभन्दा बरु राजा नै ठिक हुन्छ भनेर यो जनसभा उर्लिएको जस्तो मलाई अनुभूति भयो। तर त्यो आज तपाईँहरूको अगाडि प्रस्तुत गर्न गइरहेको छ। राजा औ देश बचाउ भन्ने जो जनलहर छ, त्यो जनलहर हो नेताहरूप्रतिको वितृष्णा। त्यो वितृष्णा कहिलेदेखि थियो त? हो, त्यतिखेर बोल्न सकेका थिएन राजावादीहरू थोरै थियो होला। तर अहिले राजावादीहरू प्रत्येक काङ्ग्रेसहरूका राजावादी बनिसकेका छन्, नेताहरू होइन, काङ्ग्रेसका जनताहरू। प्रत्येक एमालेहरू राजावादी बनिसकेका छन्, नेताहरू होइन, जनताहरू। तर कैयौँ दलका कार्यकर्ताहरू, भोटरहरू, उनीहरू के भनेका छन्? राजा आऊ देश बचाऊ भन्ने नारामा पुगिसकेका